पारी चाहिँ भालुपाड देख्न सक्नुहुन्छ है। सट्टै यो चाहिँ भालुपाड। अनि नेपालको झन्डा चाहिँ यहाँ यस्तो फरफराइरहेको छ। यस्तो छ है त, यताको नजारा चाहिँ यस्तो पोखरा भ्यू पोइन्टै साथी ल। यस्तो तरिकाले यो चाहिँ पोखरा भयो देख्न सक्नुहुन्छ। खतरा छ खतरा। ल साथीहरू, फाइनली रूपमा हामी चाहिँ पोखरा बजार चाहिँ आइसक्यो है। साथीहरू, हामी चाहिँ अहिले चट्ट तरिकाले त लेफ्ट साइडतर्फ जाँदैछौँ है। चट्ट तरिकाले हामी चाहिँ यो हेलो साथीहरू, गुड मर्निङ है सबैजनालाई। म चाहिँ हिजो बुटोलदेखि यता वालिङ आएर बसेँ। आज चाहिँ वालिङदेखि चाहिँ आज हाम्रो पोखरासम्मको चाहिँ यात्रा हुनेछ। यात्रामा चाहिँ एकजना भाइ छ, भाइसित सब जानेछौँ चट्ट तरिकाले। हुन्छ हेरेर साथ सपोर्ट पक्कै नै दिनुहुनेछ। चट्ट तरिकाले कोही नयाँ हुनुहुन्छ भने चाहिँ चट्ट हाम्रो युट्युब फ्यामिलीमा चाहिँ आइदिनु होला, बढिदिनु होला भन्दै सट्ट तरिकाले आजको डेट हिजो चाहिँ डे 1 थियो। डे 1 मा चाहिँ कस्तो भयो भन्दा मेरो बाइकको त्यो के भन्छ अरे पङ्खा नचल्नाले इन्जिन बढी हिटिङ भएर चाहिँ त्यसको चाहिँ मैले खासै भिडियो लिन पाएन। त्यसले गर्दा डे 1 चाहिँ खासै मजा भएन। आजको डे 2 चाहिँ खतरनाक गर्नुपर्नेछ। आज चाहिँ पोखरा पुगिन्छ हामी। पोखरा पुगेर पोखराको लेफ्ट साइडहरू अनि त्यो फेबतालले गर्दा सट्ट घुमिन्छ। के कस्तो हुन्छ भिडियो हेरेर प्रतिक्रिया दिनु होला। अब चाहिँ सट्ट बाइकमा भेट्नुपर्छ। ल साथीहरू, आजको हाम्रो यात्रा भनेको वालिङ बजारदेखि चट्ट तरिकाले पोखरातिरको हुँदैछ। हामी चाहिँ हिजो चाहिँ एकजना थिएँ म, आज चाहिँ सन्देश भाइ आएछ। अहिले भिडियो चाहिँ गरेको थिइनँ, अहिले देखाउँला भाइलाई नि। यस्तै छ वालिङ बजार। यो चाहिँ राम्रै छ। बिहानको 9 बजिसक्यो। यस्तै छ है। आहा आजको हाम्रो दिन चाहिँ राम्रै छ। यस्तै छ है। ल साथीहरू, हामी चाहिँ अहिले यो स्याङ्जा जिल्लाको स्याङ्जा बजारमा छौँ अहिले चाहिँ चट्ट तरिकाले। यस्तै छ। अब चाहिँ स्याङ्जा बजार चिसो चिसो हो कि के भन्थे, त्यहाँ छौँ अहिले हामी। म चाहिँ यता चाहिँ अहिले दोस्रोचोटि आउँदैछु। पहिलोचोटि होइन, दोस्रो हो कि तेस्रोचोटि है। म चाहिँ यो बाइकमा चाहिँ पहिलोचोटि चाहिँ यो बाटो पहिलोचोटि हिँड्दैछु बाइकमा चाहिँ। त्यस्तै छ साथीहरू। यो स्याङ्जा बजार बजै हुनुहुन्छ। बाटो चाहिँ यताको अलि साँगुरो नै रहेछ। ठिकै छ, केही छैन। हामीलाई साँगुराले चाहिँ खासै असर पार्दैन। ल अब चाहिँ स्याङ्जा बजारलाई टाटा बाई बाई गर्दै अब हामी चाहिँ भालुपाडतर्फ सलक्क साइली तरिकाले जान्छ। ल स्याङ्जा बजारदेखि कोले हेर्दै हुनुहुन्छ हाम्रो भिडियो। सट्ट कमेन्ट छान्न चाहिँ नबिर्सिनु होला। ओह्रालो रहेछ क्या नयाँ ठाउँतिर। आज अब पोखरा जान त गएको थिएँ पहिला, खासै पोखराको बारेमा जानकारी छैन। अब आज चाहिँ अलिअलि घुमफिर हुन्छ, हेरौँ के हुन्छ। 1-2 दिन यतै भोलिन्छ होला अनि गइन्छ बल्ल।
हामी चाहिँ बटौलीतर्फ चिल तरिकाले चिल सिंह बजार भ्याइयो भनेको यो बजार त ठुलै रहेछ। ल साथीहरू हामी चाहिँ भालु पाहाडमा सट्टा तरिकाले आइसक्यो है। भालु पाहाड ल हामी चाहिँ सट्टा तरिकाले भालु पाहाडमा छौँ। हाम्रो भाइ के छ हेन्सी त आज चाहिँ म वालिङदेखि हिजो चाहिँ एक्लै थिएँ म, आज चाहिँ वालिङदेखि यसित भेट गरेर हिजो र म जाँदैछौँ सट्टा तरिकाले पारी चाहिँ भालु पाहाड देख्न जानुहुन्छ है। सट्टा यो चाहिँ भालु पाहाड नेपालको झन्डा चाहिँ यहाँ यस्तो फरफराइरहेको छ यस्तो छ ल है त यताको नजारा चाहिँ त्यो भालु पाहाडै हो चाहिँ। हामी चाहिँ अब यता के भन्छ कुम्दीकोट वा वेलकम टु पोखरा ल अब चाहिँ हामी चट्ट तरिकाले यस्तो बाटो हुनुपर्छ क्या ल साथीहरू। पारीको डाँडा चाहिँ खतरा देखियो चाहिँ यहाँदेखि कटुस र सल्लाह रहेछ यो जङ्गल होइन। ल है ल माहौल तातिरहेको छ हाम्रो ल साथीहरू। ओहो बल्ल मजा आएको छ है। यताको बल्ल बाटो राम्रो रहेछ उता हाम्रा ल साथीहरू अब चाहिँ मैले यहाँदेखि पोखरा देखाउँछु है। पोखरा साथीहरू यहाँ यो पोखरा बजार यहाँ पारीको देख्न सक्नुहुन्छ है। पोखरा बजार सट्ट तरिकाले यहाँ चाहिँ खतरा देखिँदो रहेछ पोखरा भ्यू पोइन्टै साथी ल सट्ट तरिकाले यो चाहिँ पोखरा बजार देख्न सक्नुहुन्छ। खतरा छ खतरा खतरा। ल साथीहरू चाहिँ हामी सट्ट तरिकाले पोखराको भ्यू पोइन्टमा आइसकेको छ। पारी पोखरा बजार खतरा देखियो साथीहरू। अब चाहिँ चट्ट तरिकाले हामी चाहिँ पोखरा आउन आँटिसकिएको छ। अब केही समयमा चाहिँ चट्ट तरिकाले हामीले चाहिँ पोखरा बजारमा सिलिन्ड साइले पहिलोचोटि राइड हान्दैछु म पोखराको ल साथीहरू हामी चाहिँ पोखरा बजार आइसक्यो। ल साथीहरू फाइनल रूपमा हामी चाहिँ पोखरा बजार चाहिँ आइसक्यो है। यहाँ चाहिँ चट्ट बुटोलमा जस्तो बाटो बल्ल यहाँ आसी पाइयो, यत्रो ठाउँमा चाहिँ पाइएन। म चाहिँ पोखरा पहिलोचोटि आएको बाइकमा, गाडीमा त पहिला आएको थिएँ, उसमा चाहिँ पहिलोचोटि है बाइकमा चाहिँ। ल है साथीहरू यो चाहिँ अब हाम्रो पोखरामा है पोखराको छोरो बाटो हो के बाटो हो यस्तो हिमाल देखिन पर्ने, हिमाल देखिएन क्या।
कुदाउनु पर्यो नि साथीहरू होइन आहा हेट हेट ए हिँड्नाले हेट पृथ्वी चोकैमा भन्थे आउँदा आयो ल हामी चाहिँ अहिले बिरौटा चट्ट आइसक्यो गाउँ डाँडा बा कडा देखिएछ कडा भाइ ओहो यस्तो पनि हुँदो रहेछ यार अझ हामीलाई यो झोलाहरूले अलि डिस्टर्ब गरेर आएको क्या ल साथीहरू पोखराको पृथ्वी चोक चाहिँ यता हो पोखराको पृथ्वी चोकमा आइसक्यो हामी चाहिँ साथीहरू हामी चाहिँ अहिले चट्ट तरिकाले एउटा लेक साइडतर्फ जाँदैछौँ है नाइट भ्यूको लागि हामी लेक साइडतर्फ जाँदैछौँ हेर कस्तो छ लेक साइड ल है ल उता लान पाइन्न र ल साथीहरू सट्ट तरिकाले अहिले हामी चाहिँ यो फेवातालमा छौँ है अब यता लेक साइडतिर जाँदैछौँ सट्ट हेरौँ के कस्तो हुन्छ पोखरा पारी पुग्यो त केटा त्यही हो लेक साइड त्यही हो पिङकै हो केटाको कोठ खाँदा के भन्छ भनेको हलनचोक बारी हलनचोक अनि फेवातालको बिचमा मन्दिर छ भने कहाँ हो उता बिचतिर ओ उहाँ त होइन त्यो लाइट बलेकोतिर हो क्या हामी चाहिँ सट्ट तरिकाले छमै अहिले क्या क्या देख्न परेछ यहाँ मैले ल